नमस्कार यहाँहरू सम्पूर्णलाई। आज 2082 साल ज्येष्ठ महिनाको 17 गते अजिरकोट खलङ्गाद्वारा आयोजित सत्तीघाटो नाचको यो खोइ खाने कार्यक्रममा आज यो किसिमको रमाइलो माहौल बनेको छ। यहाँ अहिले अजिरकोट खलङ्गाका चेलीहरू एकता तमु समाज तनहुँबाट आउनुभएका पाहुनाहरूको कौडा गीतको तालमा नाच्दै हुनुहुन्छ। ज्यादै नै रमाइलो माहौल बनेको छ। हेर्नुहोस्, हाम्रो चेलीहरू, हाम्रो नानीहरू यो रमाइलो माहौलमा कति राम्रोसँग छमछम गर्दै यो कौडा गीतमा आफ्नो नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। त्यसै गरी अहिले पाहुनाहरू पनि आउने क्रम जारी छ। पाहुनाहरू आइरहनु भएको छ। पाहुनाहरूलाई कन्याहरूले, चेलीहरूले स्वागत गर्दै हुनुहुन्छ। र अहिले यहाँ चाहिँ भोटेओडारबाट आउनुभएको सृजनशील तमु समाजका पाहुनाहरू आफ्नो कौडा गीतको तालमा नाच्दै रमाउँदै मनोरञ्जन गर्दै हुनुहुन्छ। आफूहरू पनि मनोरञ्जन गर्दै हुनुहुन्छ र अरूलाई पनि मनोरञ्जन गर्दै हुनुहुन्छ। यो हाम्रो परम्परा हो। यति राम्रो परम्परालाई हामीले यसरी नै जगेर्दा लैजान सक्नुपर्छ। यहाँ हेर्नुहोस्, पाहुनाहरू बसिरहनु भएको छ। यो अति नै रमाइलो वातावरण भएको छ। विभिन्न ठाउँबाट पाहुनाहरू निम्तोलाई स्वीकार गर्दै पाल्नु भएको छ। हेर्नुहोस्, अति नै राम्रो नाच गीत प्रस्तुत भइरहेको छ। हेर्नु होला यो किसिमको रमाइलो। ल हेर्नुहोस्, अब यो चाहिँ खोइ खाएर बिदा भएर जाने बेलामा दान दिनको लागि चाहिँ उहाँहरू आउनुभएको छ र रमाइलोसँग नाचेर बजाएर र बिदा माग्दै पनि हुनुहुन्छ। उहाँहरूले त घान्सिरीहरूलाई, गुरुबाहरूलाई दक्षिणा दिएर, पैसाको फुल लगाइदिएर चाहिँ उहाँहरू बिदा माग्न लाग्दै हुनुहुन्छ। यहाँ घान्सिरीहरू पनि नाच्दै हुनुहुन्छ। हेर्नु होला स्टेजमा उहाँहरू दान दिनको लागि जानुभएको छ। अति नै